परिस्थितिमा म आएँ, कुनै रहरले म आएको होइन। सडकबाट जताततैबाट मलाई फलानालाई सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो। मैले पनि विवश हुनु पर्यो र जहाँसम्म मेरो जुन टिम छ, टिमले जुन काम गरिरहेछ, हामीले चाहिँ के छ भने हामी कुनै यो सत्ताको यो पदको रसस्वादन गर्न आएको होइन, मेरो उमेर पनि होइन त्यो। हामीले के चाहेको भने ठिक छ, हाम्रोलाई खोजियो, आवाज गरियो, त हामीले यो बेलामा किन सेवा नगर्ने भनेर सक्दो हामीले के गर्यौँ भने 6 महिना मात्रै अवधि, त्योभन्दा बढी नबस्ने, कुनै हालतमा पनि हामीले पुरा यो आफ्ना काम कारबाही गरेर हामी चाहिँ मुक्त हुने र नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने हाम्रो चाहिँ एउटा हामीले अठोट गरेका छौँ।